सामान्य प्रधानमन्त्रीज्यूले हिजो प्रश्नोत्तरको क्रममा तल बसिरहनु भएका एकजना सांसदले उठेर भन्नुभयो नेपालको सिमाना भारतले मिचेको छ, नेपालको मिचिरहेको सिमानाको सन्दर्भमा अहिलेको सरकारको धारणा के हो भनेर सोध्ने क्रममा सामान्य प्रधानमन्त्रीज्यूले भन्नुभयो म सरकारमा आएको झन्डै 2 महिना जति पनि भएको छैन, मैले सबै कुराहरू नयाँ ढङ्गबाट बुझ्दैछु। दुई देश बीचको सिमानाको समस्या दुई दाई भाइ जसरी बसेर वा मित्र जसरी बसेर दुई देश बीच डिप्लोमेटिक ढङ्गबाट बसेर छलफल गरेर टुङ्गाउने बारेमा छलफल भएको छ। र सँगसँगै उहाँले अन्तिममा पनि के भन्नुभयो भने म प्रधानमन्त्री भइसकेपछि एउटा रिपोर्ट पनि थाहा पाएँ कि नेपालले पनि भारतको केही भूभागहरू मिचेर बसेको रहेछ भन्ने कुरा मैले थाहा पाएँ भनेर भन्नुभयो। नेपालले पनि भारतको केही भूभागहरू प्रयोग गरेको छ भन्ने सन्दर्भमा त्यो रिपोर्ट पहिलोचोटि सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले हिजो सदनमा बोलेको जस्तो सुनिए तापनि तत्कालीन गृहमन्त्री वामदेव गौतमलाई त्यति बेला सशस्त्र प्रहरी, नेपाल प्रहरी र एनआईडी राष्ट्रिय सुरक्षा राष्ट्रिय अनुसन्धानका साथीहरूले पनि रिपोर्ट दिएका थिए। नेपालको 10 गजा क्षेत्रको यति ठाउँमा 60 ठाउँमा भारतले मिचेको छ, 40 ठाउँमा नेपालले पनि त्यो भूभाग प्रयोग गरेको छ भनेर चाहिँ रिपोर्ट दिएको थियो त्यति बेला। अब म तपाईलाई बताउँ, म बाँके क्षेत्र नम्बर 3 बाट निर्वाचित भएर आएको सांसद हो। बाँकेको नरैनापुर भन्ने ठाउँको एउटा घोडा दौडिया भन्ने एउटा ठाउँ छ। त्यो घोडा दौडिया भन्ने ठाउँ चाहिँ एउटा घरको एउटा कोठा नेपालमा पर्छ, एउटा कोठा इन्डियातिर पर्छ, त्यस्ता ठाउँहरू छ। घरको चुला चाहिँ कोही नेपालतिर पर्छ, घरको सुत्ने कोठा चाहिँ कोही इन्डियातिर पर्छ। त्यो घोडा दौडिया भन्ने ठाउँको चाहिँ त्यो पहिला एउटै गाउँ थियो, पछि त्यो 10 गजा नेपालको त्यो सीमा त्यसलाई चाहिँ वारपार गराइसकेपछि त्यो 10 गजा क्षेत्रमा अहिले पनि दुई देशका वारिपारीका नागरिकहरूले त्यसलाई एउटा आगरीको रूपमा प्रयोग गरेर बसिरहेका छन्। अहिले पनि धेरै ठाउँहरू छ त्यस्तो, तराईका अधिकांश ठाउँहरूमा छ कि ताकि त्यो घरै त्यो सिमानामा परेर बसेको छ। अनि बाहिर भन्ने साथीहरूले कस्तो भनिरहेका छन् भने एउटा देशको प्रधानमन्त्री भएर हामीले अर्काको सिमाना मिच्याछौँ भनेर भन्ने थियो। योभन्दा पहिलाका प्रधानमन्त्रीहरूले आफूलाई राष्ट्रवादी देखाउनलाई एकौरो भारतलाई मात्रै धारे हात लगाइरहे पनि अहिले पनि नेपालका लाखौं लाख गरिब दलित उपेक्षित वर्ग त्यो भारतमा भाँडा माझेर बसिरहेको छ, कुल्ली काम गरेर बसिरहेको छ, सेक्युरिटी गार्ड गरेर बसिरहेको छ, त्यहाँ पिल्ला सहेर बसेको छ, त्यहाँ ढिँडा सहेर बसेको छ। छिमेकमा भारत हुन्थेन भने कर्णाली सुदूरपश्चिमका अधिकांश मेरा घरका दाई भनाजुहरू भोकै मर्नु पर्ने अवस्था थियो। दलित समुदाय कति छ, पन्जाबमा कति छ, दिल्लीमा कति छ, मुम्बईमा कसरी बसिरहेको छ दलित, त्यहाँका गरिबहरू कसरी अर्काको देशमा कुन स्तरमा बसिरहेका छन्। यहाँ त कस्तो गरियो भने भारतलाई जसले ठुलो स्वरमा गाली गर्न सक्छ त्योबाट राष्ट्रवादी कहलिने यस्तो खालको गलत परम्पराले न सम्बन्ध राम्रो हुने न जनताले सुख पाउने हुन्छ। सम्माननीय प्रधानमन्त्रीजीले भनेको कुरा पनि त्यति हो। मात्रै के हो भने हामीले आफूले मिचेको कुरा चाहिँ अहिले यो विद्वान भन्नेहरूले मैले यसो टिप्पणी गर्छु, भारतलाई केही भएको छैन, नेपालले किन बोल्नु परेको छ भने आफूले लगेको भाग चाहिँ बोल्न नपर्ने, मैले जति लगाएको छु लगे अनि मेरो चाहिँ फिर्ता दिए भन्ने कुरा मात्रै छलफलको विषय हुन्छ। इमान्दारितापूर्वक भनिएको कुरा के हो भने मैले पनि कहीँ चाहिँ मुछिएको ठाउँ छ भने हामी पनि छोड्छौँ, तैँले पनि अस्वाभाविक ढङ्गबाट मुछेको ठाउँ चाहिँ छोडिदिनुपर्छ भनिएको थियो। तर त्यसलाई चाहिँ अहिले बडो अतिरञ्जित गराएर के न्यु पाउँ लुतो कनाउँ भएर साथीहरू बस्नु भएको थियो। हिजो आएर अलिअलि प्रधानमन्त्री यसो कनाउने के थाल्नु भएको थियो, फेरि सबै चाहिँ कनाको कनाई बुरुक 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 उफ्रिनु भएको छ। म अझ बडो लाग्छ कहाँ थियो यिनीहरू 75 वर्षसम्म कसले गरेको थियो देशको 7 साल पछाडिको यसो क्रान्तिलाई हेऱ्यो भने त यिनै बसिया थियो। फेरि यिनकै दाई भाउजू थिए, यिनकै बाउ थिए, यिनकै आमा थिए, सबैले घेरो हालेर फेरो हालेर बसिया थियो त देशमा। त त्यही थियो लिपुलेट, त्यही थियो लिम्पिया धुरा, यही थियो देश, त्यही थियो भारत। लडाइँ हुन्थ्यो कसले रोकेको थियो, कसले रोकेको थियो छलफल गर्नलाई। यो अनावश्यक यो गर्नु जरुरी छैन। देशको माग हामीलाई पनि छ, जसले देशलाई लुटेर चुसेर खोक्रो बनाएर ध्वस्त बनाएर बस्न लायक नबनाएर जसले देशलाई ध्वस्त पारेर छोड्यो तिनै केही भ्रष्टाचारीका अवशेषहरू अझै संसदमा गएर यसो त्यसो गरिरहेका छन्। अब हिजो त हामी बसेकै ठाउँमा आएर हाम फालेर आएर हामीलाई पिटेर लखटेका छन्। फेरि हामीलाई नै धकल पकल पारेर हाम्रै सभापतिको कुर्सी भाँचेर हाम्रो प्रधानमन्त्री बस्ने कुर्सी भाँचेर यहाँबाट भन्नुपर्ने कुरा त्यही हो, जसले जेएमजीलाई गोली हानेर मार्यो, जसले यो देशलाई अहिलेसम्म लुटेर चुसेर बालुवाटार खाएर व्हाइट बडी खाएर देश खाएर संसार खाएर देशलाई एउटा धोत्रो बनाएर आएको छ। हामीलाई त रवि दाइले नबोल्नु भनेर मात्रै हो,
हामीलाई त रवि दाइले नबोल्नु अब भयो जे हुनु भयो नबोल्नु भनेर भएर नत्र यिनको बालाई हेलिकप्टर चलाएर लखेटेको हामीले नै हो त्यो सकिन्छ त लखड्न के ठुलो कुरा छैन हामीलाई त नबोल्नु भने भएर मात्र नबोले हामीले तर पनि फेरि हाम्रै प्रधानमन्त्री बस्ने कुर्सी भाँच्न आउने हो भने हाम्रै सभापति बस्ने कुर्सी लगाउने हो भने त्यो छलफल हुन्छ फेरि कहाँ छलफल गर्नुपर्ने हो हामी तयार छौँ यो सदनबाट भन्नुपर्ने कुरा हो त्यहाँ ठाउँ नपाएछ अहिले आएर भनेको कुरा हो फेरि खासमा त्यहीँबाट भन्नु खोजेको थिएँ हामी ती अगाडि राखेर म त गेटमै जम्मा गरेर भन्न खोजेको थिएँ मैले होइन नि यसो नगरौँ भने भएर मात्र नगरे अब त्यसैले देशलाई एउटा निकास दिने सन्दर्भमा देशलाई एउटा निष्कर्षमा पुर्याउने सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी जिम्मेवार छ अहिले यिनीहरूलाई के लागेको छ भने यिनीहरूलाई केही थाहा छैन भनिरहेको छ यिनीहरू त हल्लारे केटाहरू हुन् हिजो राति पानी पर्यो राति आकाश गड्किएर बिहान च्याउ उम्रेको जस्तो उम्रिया हुन् भनिरहेको छ यिनीहरू त एउटा हुलफाल आयो त्यसमा सांसद बनाउन् भनेको छ काङ्ग्रेस एमाले माओवादीले चुनावको अन्तिम बेलासम्म अन्तिम मतपत्र मागेको हुँदा पनि खोइ राम्रोसँग देखाउनुहोस् त भने बिहान 3 बजेसम्म कसरी हेरेको थिएँ हामीलाई थाहा छैन होइन न त्यो यता परेको छ यतापट्टि हो भोट भनेर यिनीलाई के लागेको छ भने हामीले सबै छोडिदिएको थियौँ यिनीहरू आफै आए भने जस्तो गरेका छन् कति पैसा लगानी गरेको थियो हामीलाई थाहा छैन चुनाव लड्दै गर्दा स्रोत साधन पद प्रतिष्ठाको कति रुपियाँ भएको थियो हामीलाई थाहा छैन अन्तिम अवस्थासम्म पनि कति खर्च गरेर लडेको थियो चुनाव हामीलाई थाहा छैन यिनीहरू त यसै छोडेर आएछन् भने त्यहाँबाट भन्नु पर्यो साथीहरूलाई यो केही पनि यो मान्छेलाई के भन्छ नि आला छन् यिनीहरू आला काँचा हुन् यिनीहरू भनिरहेको छ यी स्वतन्त्र पार्टीका सांसदलाई केही पनि थाहा छैन यिनीहरू त आला काँचो हुन् भने हामी आलो आउँला काँचो आउँला तर कुहिया छैन हामी फेरि हामी कुहियाहरूभित्र पर्दैनौँ फेरि आलो छौँ काँचो छौँ फेरि यिनीहरूलाई आएको छ हामी त 35 वर्षदेखि हाम्रो कुरा धन्यवाद छ 28 वर्षदेखि कोहीले चौकी कुरेर बसेको एउटा बुढो हलदार जस्तो तपाईँहरू एउटा चौकी कुरेर बस्नु भएको छ तर अहिले स्वतन्त्र पार्टीका सांसदहरू भनेका फ्री कम्पिटिसनै इन्सपेक्टरहरू जस्ता हुन् यिनीहरू तालिम गरेर पास गरेर आएका केटाहरू हुन् लड्नु पर्ने ठाउँमा लड्न तयार छन् फेरि यति कुरा तपाईँहरू बिचमा राखौँ यो संसदमा भन्नुपर्ने कुरा हो ठाउँ नपाएको कारणले यहाँ भने भएर यति कुरा तपाईँहरू बिचमा राखौँ यो खासमा तपाईँहरूलाई नभने पनि भन्नुपर्ने कुरा हो तर यो कहीँ न कहीँबाट फेरि भन्नै पर्ने थियो त्यस कारणले गर्दा राष्ट्रियताको सवालमा बालेन्द्र शाह प्रतिबद्ध हुनुहुन्छ यो सरकार प्रतिबद्ध छ हामी 1 इन्ची भूमि पनि अर्काको पनि मिच्दैनौँ 1 इन्ची भूमि हामी अर्कालाई पनि छोड्दैनौँ राष्ट्रियताको सवालमा भौगोलिक अखण्डताको सवालमा यो देशलाई त्यो सार्वभौम सत्ता सम्पन्न राष्ट्रलाई एउटा प्रतिबद्ध कटिबद्ध पार्ने सन्दर्भमा यो देशले संविधानले जे परिकल्पना गरेको छ त्यो संविधानभन्दा माथि नहुने गरी पर नहुने गरी जनताको भावनाभन्दा टाढा नहुने गरी यो सरकार इतिहासकै सबैभन्दा राष्ट्रवादीहरूको सरकार हो यति कुरा म तपाईँहरूको बिचमा राख्न चाहन्छु।